हजुर नमस्ते। तपाईँहरूलाई म आज फेसबुक या टिकटक, इन्स्टाग्रामको पासवर्ड कसरी पत्ता लगाउने, कसरी हेर्न सकिन्छ म तपाईँहरूलाई यो जानकारी दिँदैछु। ल सब स्क्रिनमै जाउँ है त। सबसे पहिले तपाईँले आफ्नो जिमेल एकाउन्ट खोल्नुहोस्। जिमेल एकाउन्ट खोलेपछि तपाईँ यो गोलो घेरा छ, तपाईँको एकाउन्टको नाम एउटा क्यापिटल लेटरको नाम आउँछ, त्यसमा दबाउनुहोस्। त्यसपछि म्यानेज योर गुगलमा थिच्नुहोस्। त्यसपछि पर्सनल इन्फर्मेसन, सेक्युरिटी साइन इन, पासवर्ड आउँछ। पासवर्ड म्यानेजरमा दबाउनुहोस्। त्यो पासवर्ड म्यानेजर दबाएपछि तपाईँले चलाउने नाम आँखाको जस्तो सिम्बल छ नि, आँखाको जस्तो सिम्बलमा थिचेपछि तपाईँले आफ्नो फेसबुकको पासवर्ड देख्न सक्नुहुन्छ। मेरो अब मैले यहाँ थिचेँ भने आँखाको सिम्बल थिचेँ भने मैले मेरो पासवर्ड देख्न सक्छु। र अरू एपहरू पनि त्यसै गरी टिकटक पनि त्यसै गरी हेर्न सक्नुहुन्छ साथीहरू। कस्तो लाग्यो भिडियो? तपाईँहरूलाई पनि राम्रो लाग्यो भने सेयर गरिदिनु होला, सबै समक्ष पुर्याइदिनु होला। नजान्नेहरूको लागि यो एकदम अत्यन्तै महत्त्वपूर्ण हुनसक्छ। हस्त धन्यवाद।